रुमलाई पनि 5,000 देखि 7,000 स्यालेरी हुन्छ अनि 2,500 3,000 रुम रेन्टमै जान्छ। त्योभन्दा मुनितिर 2,000-2,500 देखि माथि 5,000 देखि मुनि यो क्याटेगोरीको मान्छेहरू हो खास फ्लेक्स हान्ने भनेकै। अरूलाई देखाउने, साथीभाइलाई जलाउने, नेपालमा भएको मान्छेहरूलाई फ्लेक्स हान्ने, अरूको कारको अगाडि गएर फोटो खिच्ने, राम्रो एङ्गलबाट फिल्टरहरू लगाएर फोटो खिचेर फ्लेक्स हान्ने व्यक्तिहरू चाहिँ यिनीहरू नै हो। र अर्को छ 2,000 भन्दा कम स्यालेरी भएका व्यक्तिहरू, जुन त्यसमा म आफै पनि पर्छु। र उनीहरूले सोसियल मिडियामा आएर एक्सपोज गर्छ कि म यसमा क्लिनरहरू पनि जोड्छु र जेनरल हेल्परमा काम गर्ने मान्छेहरू पनि जोड्छु, वेयर हाउसमा काम गर्ने मान्छेहरू जसमा सेक्रेटरी पनि पर्छ। उनीहरूको 1-200 बढी 2,500 समथिङसम्म होला। उनीहरूले एक्सपोज यस्तो तरिकाले गर्छ नि दुबईलाई, एकदमै दुःख पाइरहेको छ। म आफै खुद काम गर्छु, कस्तो तरिकाले फ्लेक्स हानिरहेको हुन्छ भने एकदमै दुःख पाइरहेको छ। 12 घन्टा ड्युटी, एकदम दबाबमा काम गरिराखेको। तर त्यस्तो हुँदैन साथीहरू, हुँदैन। गभर्मेन्टले दिएको रुल्स फलो गरेर काम गर्ने मान्छेलाई, 26 दिन काम गर्ने मान्छेलाई मजाले स्यालेरी पाउँछ। अनि जुन दुःख पाएकोमा एक्ज्याक्ट मान्छेहरू छ नि, टर्मिनेट हानेर नेपाल पठाइदिएको व्यक्तिहरू हुन्छ। अनि त्यसपछि डिसी हानेर रुममै सुतिराखेको मान्छेहरू हुन्छ। त्यस्तो मान्छेहरू भनेको चाहिँ रक्सी खाएर हुलडङ्गा गर्ने, झैझगडा गर्ने, रक्सीहरू खाएर चाहिँ पुलिसले समाउने, सेक्रेटरीहरूले समाउने, अनि झगडा गर्ने, त्यस्तो व्यक्तिहरूले चाहिँ एक्ज्याक्ट दुःख पाइरहेका हुन्छन्। अनि अर्को कुरा, काम गर्ने 12 घन्टा टाइमको कुरा गर्छु। एकदम सबैले भन्ने कुरा 12 घन्टा ड्युटी भनेर रबासी देखाउँछन् नि, हो त्यस्तो व्यक्तिको बारेमा। म आफै खुद 12 घन्टा काम गर्छु। आज छुट्टीको दिन भएको मैले भिडियो बनाइरहेको छु।